हेलो एभ्रिवान वेलकम टु माई ब्लग एन्ड माई न्यू कन्टेन्ट। आज चाहिँ हामी चट्टसँगले चटपटे खान गइरहेको छौँ होइन। प्लानिङ चाहिँ खतरा तरिकाले भएको छ। अहिले आएर के गरौँ भयो। आज वैशाख 1 गतेको दिन अनि दुईजना मिलेर चाहिँ चटपटे खाने प्लानिङ गरेका छौँ। के कस्तो हुन्छ हजुरहरूलाई देखाउने नै छौँ। आज हाम्रो यो कन्टेन्ट चाहिँ कस्तो राख्छ भने जसले छिटो खाइसक्छ त्यसले चाहिँ टक्कसँगले पैसा तिर्दैन, केही पनि गर्दैन, भाँडासाँडा केही माझ्दैन। जो ढिलो खान्छ त्यसले चाहिँ चट्टसँगले त्यहाँ रहेको भाँडाकुँडादेखि लिएर सम्पूर्ण चिज र खर्च सबै उसले आफै बेहोर्नेछ। यो कुरामा मन्जुर छ कि छैन त्यो मान्छे बाहिर गएको छ, अहिले आएर सोध्छु। त्यस्तो छ मेरो चाहिँ प्लानिङ। ल फाइनली यहाँ मान्छे आइसकेको छ। मैले चाहिँ एउटा यो कन्टेन्टमा चाहिँ एउटा शर्त राखेको छु। त्यो शर्त चाहिँ सुन्नु पर्यो नि त। पहिला के शर्त भनेर सोध त ल। के शर्त? मैले सोध्नुपर्छ तिमीलाई। के शर्त? एकछिन त्यहाँ राख न, एकछिन राख। पहिला शर्त हतार त सत्तार पहिला सुन न मेरो पहिला कुरा। यो कुरामा मन्जुर छ कि छैन पहिला भन। मन्जुर छु भन नि त पहिला। अब त्यो भनेर हुँदैन, मान्नु पर्यो। मन्जुर छु भन। ल के हो भने चट्टसँगले अहिले चटपटी बनाइसकेपछि स्टार्ट हुन्छ हाम्रो होइन। टक्क कसले छिटो खाने भनेर है। जसले छिटो खाइसक्छ त्यसले केही पनि गर्दैन होइन। अनि जसले ढिलो खान्छ त्यसले चाहिँ यहाँ रहेको खर्च सर्छ त्यसले उसले आफै तिर्छ है। अनि त्यही यहाँ रहेको भाँडाकुँडा सबै उसले माझ्ने टक्क अहिले नै। फेरि त्यो जसले हार्छ त्यसले, मैले न तिमीले, जसले हार्छ त्यसले। ल फेरि अहिलेको अहिले नि त्यहाँ त त्यो गर्नु पर्यो नि। ओके ल गाइज फाइनली मानिसकेको छ यो शर्त। अब यो शर्तमा चाहिँ कसले दिन्छ हेर्नुपर्छ गाइज होइन। ल है त गाइज अब हामी यता चटपटे बनाउनेतर्फ लाग्यौँ है त। यहाँ देख्न सक्नुहुन्छ चटपटेको सामान गाइज है टक्कसँगले। अब भनेपछि हामी चटपटे बनाउने तर्फतिर लाग्यौँ। टक्कसँगले यहाँ चाहिँ भाग लाग्दैछ बराबर टक्कसँग। ल टक्कसँगले गाइज चटपटी रेडी भइसकेको छ है। अब चाहिँ हामी खाने तर्फमा छौँ। शर्त थाहा छ नि तिमीलाई? खाइहाल्ने नि एकछिन। रेडी 1 2 3 गो भन्छु अनि मैले खाने, बुझ्यो? हेर्नु गाइज तपाईँहरूको सामने फेरि त्यो फेरि शर्त मानेन भने के भन्छ
कारबाही हुन्छ बुझ्यो उति मास्नुपर्छ क्या उति होइन बरु नखाने नगर्ने भने नगर भने पनि मानेको मानेको नमान्ने ल मान्ने ल एकछिन कहाँ हालिकन गरेको ल रेडी 1 2 3 गो कसले देख्छु त छैन है त्यो भात खाएर चाहिँ नखाने नि जस्तो त चटपटे भनेको कसरी खानुपर्छ मिला खानुपर्छ चटपटे चाहिँ खतरा भनेको छ त्यो खानु चाहिँ खानु हुँदैन सक्दिनँ भन खोर्सानी टोकेछ तिम्रो सबै कस्तो चबा खाएको भाँडा जाडा के भन्छ नियम के छ त्यही हो तिमी मास्ने तिमी खाने म पखाल्ने त्यस्तो 1000 किलोमा जान्दिन भयो उजुल खाएको छ त्यसले के गर्दैन बसिरहन्छ अङ्कल आगे तो खाइयो आरामले खाने हो चटपटे भनेको अब नसकेपछि त आराम खान्छ यस्तो खानु खोर्सानी टोकेर तिमी चाहिँ खाना ल है त गाइस फाइनली मैले चाहिँ रित्ताइदिइसकेँ उसको चाहिँ बाँकी नै छ सरको नियमअनुसार थाहा होला तिमीलाई यो खर्च अहिले एकछिनबाट हिसाब गरिन्छ भाडा त्यहाँ छँदैछ जानु त होइन त्यो अघि के भने हामीले जानु पुरै छ त्यो नियमअनुसार हुन्छ अहिले मैले सकिनँ तर चटपटे भनेको चाहिँ आरामले खानुपर्छ नसकेपछि त्यसै भन्नुपर्छ आरामले खानुपर्छ छिटो खायो भने
कि स्वादै होइन आइसक्यो अब अनि चाहिँ अब तिमीले भाँडा माझ्ने स्वाद आएस् कि नआएस् म केही जान्दिनँ चट्ट भाँडा माझ्ने अहिले तिमी कसिङ्गो यसको पराठा यो बनाऊ। सबै कसिङ र ससिङको कुरा चाहिँ यो म पुरै केही साग गर्दिनँ होइन, मैले अघि बनाएर भनेछु चाहिँ। अघि मैले के भने केही गर्दिनँ त्यो त मैले हो ओ। भनेको छैन। त्यहाँ भिडियो हेर्ने अहिले हुन्छ त यो जानुभयो अब फाइनली हारिसकेको छु अहिले हिसाब गरिन्छ कति भएको छ के भएको छ अनि अब भाँडा साँडा लिएर जाने टक्कोबाट भाँडा 200 त होला यो कल लगाएर बाँच्ने 300 रुपियाँ गएको छ 300 टोटल 300 रुपियाँ 300 म रुपियाँ गएको 600 रुपियाँ लाग्यो छ ल अहिले हेर्नुपर्छ त्यो भाँडा सनक्क लगाउने टुलिक्क लगाउने है ल फाइनल गाइज मैले जितिसकेको छु खाना खाएपछि त खाएपछि जितिहाल्छ। अझै व्यस्त हुनुहुन्छ खाइरहनु भएको छ होइन खानुहोस् 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 हारिसक्नु भयो म चाहिँ भने विनर है त गाइज हाम्रो च्यालेन्ज चाहिँ सकिसकेको छ होइन यहाँ अन्जु मिसले चाहिँ हारिसक्नु भएको छ होइन उहाँ चाहिँ अहिले तत्कालीन रूपमा चाहिँ चट्ट भाँडा बोकेर अब जाने अवस्थामा चाहिँ टक्कसँगले भाँडामा चाहिँ यहाँ हेरौँ यहाँ यता हेरौँ न यता यता कता के अरे टक्कसँगले यो फाइनली गाइस म चाहिँ हारेको अवस्था भाँडा माझ्नु जाँदैछ अहिलेलाई चाहिँ म। टक्कसँगले सनक्क बनाएर आउने नि भाँडा चाहिँ सुन्यो ल ल ल मैले चाहिँ जितेर चट्टसँगले चाहिँ आनन्दले म बसिरहेको छु अन्जु म्यामले चाहिँ हारेर चाहिँ अघि भाँडा लिएर प्रस्थान भइसक्नु भएको छ होइन अब भिडियो के कस्तो भयो होइन भिडियो मन परे लाइक कमेन्ट सब्सक्राइब अनि सेयर अनि बेलायकन पनि बजाइदिनु होला भन्दै नयाँ वर्ष 82 सालको सम्पूर्ण साथीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आजको यो मेरो कन्टेन्टलाई चाहिँ यहीँ इन्ड गर्न गइरहेको छु ल है त गाइस सी यू नेक्स्ट भिडियो बाई